यो जग्गा जुन तपाईले तपाईको आँखाले भ्याउन्जेलसम्म यता अगाडि यता पछाडी कसम बेजत भयो बेजत भयो सो हेलो अनि नमस्ते सबैजनालाई आशा छ हजुर सबजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु र आजको दिन चाहिँ एकदम विशेष हुन गइरहेको छ बिकज किनकि हजुरहरू सम्पूर्णले आज मलाई पहिलोचोटि युट्युबमा देख्दै हुनुहुन्छ अनि सम्पूर्णलाई मेरो ब्रान्ड न्यू युट्युब च्यानल थिङ्स ब्लग्समा चाहिँ हजुरहरूलाई 10 ट्रक स्वागत छ। एक्चुअलमा चाहिँ मैले होइन कस्तो बनाएर बोले जस्तो भयो। एक्चुअलमा चाहिँ मैले मेरो के भन्छ युट्युब च्यानल चाहिँ 2 वर्ष अगाडि नै खोलेको हो अकाउन्ट चाहिँ बट तर मैले भिडियोजहरू चाहिँ बनाएर अपलोड गरेको थिएन र आज चाहिँ म भिडियो बनाउँछु अपलोड गर्छु भनेर कसमा एकदम जोसमा होइन खोल्दे क्यामेरा खोल्दे भने त नसोच्नु क्यामेरा खोलेर म खिच्न थालेँ यस्ता रमणीय वातावरणहरू कौवा उडेको अनि अर्को विशेष कुरा भनेको यो जग्गा जुन तपाईको आँखाले भ्याउन्जेलसम्म यता अगाडि यता पछाडी सबै मेरो होइन किनकि म यहाँ भर्खर यो यहाँको सरकारको हो सबै मेरो होइन यो यहाँको सरकारको एक्चुअलमा चाहिँ यो जे पाए त्यो कुरा नगरौँ म चाहिँ अहिले के भन्छ उता मार्केट जाँदैछु किनकि मेरो डाटा सकिँदैछ आज त्यही भएर म टेस्को जाँदैछु टेस्को चाहिँ यता भेरी यता हो लाइक यता होइन यताबाट पनि जानु मिल्छ यताबाट अलिकति सर्टकट पर्छ यहाँ चाहिँ फेरि के भन्छ भने ट्रेनको पट्टीबाट हिँड्नुपर्ने हुन्छ द्याट्स वाइ अलिकति रिस्की त्यस्तो होइन लाइक ट्रेन कहिले गएन दिनमा धेरै दिन्छ तर हामी भाग लिन्छ क्या ल हेर्दै गर्नु होला छोटो मिठो प्यारो भलग ओह ठिक छ ठाउँहरू के गर्नु माया सबलाई कडा यो चाहिँ मायाको सम ट्रेनहरू होइन यहाँ चाहिँ खै इलेक्ट्रिक ट्रेनहरू के हो होइन भवाले हिँडिदिन्छ त्यो एक्चुअलमा चाहिँ के भएको यो एक्चुअल बिकज बट गर्ने बानी भएको हुन्छ के भन्छ साँच्चीकै भन्नुपर्दा साँच्चीकै होइन भन्नुपर्दा चाहिँ अहिले चाहिँ म है ढुङ्गालाई हानिदिन्छु अरे कहना क्या चाहते हो मैले भनेको थिएँ नि ट्रेन आउँछ भनेर दुईटा ट्रेन छ त यो सब के भन्छ मान्छे चढ्ने ट्रेन हो दुईटा आइदिएर लाइक थुप्रो लाइक म यता आएर बसेको 4 महिना भइसक्यो होइन पहिलोचोटि देखेको यहाँ दुईटा ट्रेन क्रस भएको थियो मैले दुईटा ट्रेन क्रस भएको पहिलोचोटि देखेको क्या राइट उयो ढुङ्गाहरू चाहिँ किन झुन्डाएको होला है ढुङ्गा झुन्डाएर मार्नु लाग्यो है कि होइन होला ढुङ्गा त मरेको हुन्छ नि ढुङ्गा अलरेडी मरेको हुन्छ अनि के झुन्डायो
पिके मुभी भएको यहाँनिर डान्स गरेर हुन्थ्यो नि यो कार फेरि गलत सोच्छस् हालिरहनु लोकल कुखुरा रहेछ यार चोर्नुपर्छ कि यो कुकुर पनि स्याल जस्तो कराउँछ यहाँ त च्यालको बिउ परेको थियो कि यो च्यालको बिउ परेको थियो कि यो कुखुरा करा आमा भारी र म्याच भारी चोर्नुपर्छ कि यो मेरो छोराछोरी भएको एउटा भारी कुकुर भुक्यो एक्ला ध्यान मासला फिलिङ लिङ भएको छ होला एक्ला ध्यान मासला फिलिङ लिङ भएको छ होला डाटा मसँग भुक्छ कुकुरी डनसँग कुकुर भुक्दिन कुकुरले भुक्ने फेरि कसम बेजत भयो साथीहरू म चाहिँ अहिले यता मानव बस्ती धेरै बाटोमा आइपुगेँ फेरि होइन मानव बस्ती मतलब यहाँ चाहिँ मान्छेहरू बस्छ यहाँको लोकल्सहरू प्राइभेट घरहरू भएको मान्छेहरू बस्छ प्राइभेटै होला भाडामा त बसाएन होला सब घरै घर छ हाम्रो नेपालतिरको भन्दा दामी दामी सानो सानो चिटिक्क होइन घरै घर छ प्राइभेटै होला घरै घरमा एउटा कार पनि छ झाँकीहरूको दामी होइन उयो बुढो बाजेले सोध्नुपर्छ यो तर म नसोध्ने यिनीहरूले बुझ्दैन अङ्ग्रेजी बुझ्दैन भन्नुलाई दोब्रेर अरे नेपालमा भन्नु त गोब्रेर सुन्छ नि त गोब्रेर सुन्छ नि त रिसाउँछ साथीहरू यहाँ त दोब्रेर नो अरे अन्त यहाँ दोब्रेर नै भइसक्यो जाने अरूभन्दा मलाई चाँडो पुगेर फर्किनु छ खाना बनाउनु छ अनि के भन्छ मार्केट पनि जान्छ यार मार्केट पनि जान्छ खाना पनि बनाउनु छ होइन प्रब्लम छ म चाहिँ अब के भन्छ टेस्को नजिक पुग्नु यो घर दामी लाग्छ क्या मलाई बढी वर्ष जस्तो घर बनाउनु तेरो दाइले जस्तो घर खैले भएर मलाई मजी लगाउँछ नसक्ने कता हिँडेको स्कुटी चढेर पट भएर हामी हेरेको जब तिमी नहुँदा यो घर चाहिँ अलिक पुरानो टाइपको छ क्या मतलब अलि सफा नगर होला होइन पुरानो देखेको तर यहाँ फुलहरू नमाएको छ सो साथीहरू म भगवान नजिक लाग्यो म्याचिस ल भयो आजलाई म्युजिक यतिकै ल फेरि भेटौँला कुन दिन जोस जागर चल्छ त्यो दिन मनाउँछु भलग त्यो दिन भेटौँला ल टाढा बाई मुड चल्यो भने अहिले एकछिन फेरि बनाउँछु अहिलेलाई चाहिँ बाई एउटा कुरा भन्नै बिर्सेछ नि झाँक्री तिमीहरूलाई नभइकन लाइक सब्सक्राइब सेयर गर्नु पर्दैन सब्सक्राइब त गर्नु पऱ्यो नि त तिमीहरूले गर्दैन नभनिकन गर्ने चाहिँ ओके केटाकेटी हौ केटीको बर्फ बदन है केटीको सुर्ख लगन है ऐ मुस्किल जीना खाना रे मुस्किल यार आशिकी मैले किन नगर्ने भन्नुको कारण चाहिँ होइन यसो हात दुखिराख्यो भ्लग गर्नु नि गाह्रो रहने हो होइन
हात दुखतिर अब के भन्नु गाह्रो छ एकछिन भ्यू हेर अनि चाहिँ म जान्छु तर सब्सक्राइब चाहिँ गर है मुलाएर न ढुङ्गाले हानिदिन्छु फेरि म त तर सब्सक्राइब चाहिँ गर है मुलाएर न ढुङ्गाले हानिदिन्छु फेरि म त सो गाइस अहिले चाहिँ हामी हेर्न आएको होइन चोक जस्तो भन्नु सैनिक चोक चाहिँ उता हो अहिले चाहिँ हामी यो चर्चको नजिक छौँ कब्रिस्तान छ यहाँनिर होइन दामी दामी चक्की क्वालिटीको कब्रिस्तान छ यहाँनिर होइन दामी दामी चक्की क्वालिटीको कब्रिस्तान दामी दामी चक्की क्वालिटीको यो ठाउँको मान्छेको बानी चाहिँ के हुन्छ भने मान्छे आएको देखेपछि होइन टक्कै यसरी रोकिदिन्छ कि गाडी साडी भन्दै यसले चाहिँ ऊ यहाँनिर त्यो छिर्नलाई त्यो पालो नपाएर रोक्यो तर रोक्छ यो ठाउँमा चाहिँ फेरि ठाउँहरू धेरै छ तर घुम्नु पाएको छैन पैसा कमाउनु परिरहेछ ओभर टाइम गरी आज मैले ओभर टाइम पाएको थिएँ इफ मैले ओभर टाइम गरेर भए यतिखेर अब काम गरेर हुन्छ होला काम गरेर आउँदा गाडीमा गएर हुन्छ होला कति बज्यो लाइक 10 बज्नु लागेको छ यतिखेर म रेडी भएर ओर्लिएर हुन्थ्यो होला तर म उठ्नु सक्दैन थिएँ त्यो भएर मैले आज ओभर टाइम नगरेको न म गर्थेँ ओभर टाइम त्यो चाहिँ साथीहरू ऋण छ ऋण तिर्नु छ आफ्नो होइन तनावै तनाव छ नि त मेरो नि होइन लोन छ अलिअलि अब बाउले लगानी गरे बाउको लगानी बाउले लगानी गरेर पैसा त बाउलाई दिनु पऱ्यो नि यार पठाइदिन्छु तिमीहरूलाई पनि मुजी पैसा पख्नु मुजी आउँदाखेरि गरेको लगानी उठाउँदैन तिमीहरू मुजी पैसा पठाइदिएन भने रिस आउँछ मुजी त्यसरी भएन नि त साथी यार एक्चुअलमा भन्नुपर्दा मैले तिमीहरूलाई मैले पठाइदिन्छु भनेको पठाउँछु पनि तर तिमीहरू चिक्ने रिस आउँछ के त्यो मुजी मलाई मन पर्दैन मुजी म पनि चिक्ने तिमीहरूकै लागि भनेर आएको होइन नि त चिक्ने म त मुजी मेरो आफ्नो भविष्य बनाउनु भनेर आएको मुजी तिमीहरू चिक्नेहरूको मुजी तिमीहरू मुजी बेरोजगारहरू चिक्ने तिमीहरूलाई मुजी पैसा हुँदैन पैसा दिनुपर्छ भनेर पैसा कमाउन आएको थोरै न हो त म त आफ्नो लागि आएको हो नि चिक्ने तिमीहरूको लागि कमाउनु पऱ्यो नि त मुझे मलाई पनि रहर छ नि त चिक्ने आफ्नै देशमा बसेर रमाइलो गर्ने केटाहरूसँग घुम्ने मुझे म चाहिँ किन आयो त विदेश चिक्ने तिमीहरू घुमोस् भने मैले पैसा कमाएर दिनु भनेर आएको त म होइन नि चिक्ने भविष्य बनाउन आएको हो धेरै मुझे फोन गरेर पैसा नभए भोलि पछि पठाइदिन्छु चिक्ने 1.5-2 वर्षपछि 5,000 रुपियाँ ल फोन राख मुझी भोलि पछि पठाइदिन्छु चिक्ने 1.5-2 वर्षपछि 5,000 रुपियाँ ल फोन राख मुझी चिकन यो भिडियो हाल्यो भने त केटाहरू रिसाएर फायर हुन्छ होला चिकन तर भएको छैन हालिदिन्छ नि चाहिँ भाइरल हुन्छ नि चिकन म केटाहरू त हुँदैन केटाहरू रिसाओस् अनि मैले त्यो कुरा मात्रै गरेको हो भनिदिन्छ अनि फेरि तिनीहरूलाई पनि पैसा माग्नु हवा लाग्छ नि त त्यही हो ल अब चाहिँ म त्यसको पुल लगाइसकेँ क्या ल मैले भयो अब चाहिँ हात दुख्यो पनि अति नसक्ने हात दुख्यो दामी हात दुख्यो सरप्राइज motherfucker सरप्राइज motherfucker दामी देख्छ क्या आज चाहिँ अलिकति मौसम चिसो छ त्यही यो ठाउँको मान्छेहरूको चाहिँ बानी के भने लाइक राम्रो बानी के एकदम हाम्रो नेपालमा भएको है मैले आँखा छैन नाच्ने रन्डीको छोरा यताउति भन्थ्यो होला यहाँको मान्छेहरू चाहिँ के हुन्छ भने अब टक्क होइन गाडी रोकिदिन्छ कि त्यही राम्रो जेब्रा क्रसिङको छेउमा कोही उभिएर बसेको देख्यो भने टक्क गाडी रोकिदिन्छ अनि अर्को कुरा हामी आइसकेको छौँ टेस्को अब चाहिँ म भिडियो बनाउँदिनँ सिरियसली अब त मान्छे सिधै कोठामा गर्नु जान्छु मैले भात पकाउँछु खान्छु सोध्छु मान्छेको डिस्कभरीको कुन गाडी हो दामी छ अगाडिको लुक्स चाहिँ दामी हो मैले पछाडि मलाई बडी मन परेन अगाडि चाहिँ मैले हुन्छ नि जिवाइको जस्तो देख्नु खोज्दो रहेछ ल गएको मैले सुत्दिएको म ए मान्छे
ल मार्केट छिर्दिएकोमा गएकोमा सुत्दिएकोमा एकछिन ल मार्केट छिर्दिएकोमा अर्को कुरा चाहिँ होइन नआएको छ हाम्रो यो हिँड्ने बाटो हो क्या यो होइन हामी सर्टकट हिँड्ने के लाइक अब हामीलाई अब यहाँबाट बाटो बन्द साँच्चीकै भएको रहेछ भने होइन यो अगाडिको टावर जस्तो चाहिँ हाम्रो एकोमोडेसन भयो बाटो बन्द भएको रहेछ भने यहाँबाट अगाडि यस्तो घुमेर आउनुपर्छ कि बाटो लो लामो हुन्छ होइन अनि मैले उताबाट जाँदाखेरि ठ्याक्कै मैले 40-45 मिनट लाग्ने के म उताबाट गएँ 40-45 मिनट लागेको छ मलाई यो बाटो यहाँनिर जङ्गल थियो क्या पहिला यो पुरै जङ्गल हो होइन हिजो अस्ति भर्खर फाडे हो क्या यो मान्छे यहाँ जोड्यो भने त सक्यो त मुजी बाटो त चिक्कनै हुन्छ जोडिसक्यो है के हो जस्तो लागिरहेको तर जोडेको छैन र तर यो सब काटेर मान्छे लिएर गएछ गाडी भाइले बाटो बन्द भयो भने गाह्रो पार्ने भयो साथीहरू बाटो कता बाटो छैन गाह्रो पारे यहाँ चाहिँ पुरै फ्याक्ट्री छ यो पनि फ्याक्ट्री हो यो अगाडि नि फ्याक्ट्री हो होइन त्यो बिचको होटल एमटिएस लेखाएको त्यो टावर मात्रै हामी बस्ने ठाउँ हो क्या अरू त सब फ्याक्ट्रीहरू हो योहरू भयो यो फ्याक्ट्री हो यता चाहिँ त्यो भयो के भन्छ नर्सरी फुलको माथि के हामी थाकिसक्यो 11 बजीसक्यो अब गएर भात तरकारी पकाएर खाएर काम जाने सो साथीहरू म चाहिँ यहाँभित्र आइसकेको अवस्था तर माथि चाबी जान्थ्यो यहाँ गोजीमा रहेछ चाबीको यो भागले चाहिँ यहाँनिर यो भनेपछि छ त्यो चाहिँ बाहिरबाट अब यो के भन्छ यो कि चाहिँ अब यो चाबी चाहिँ यो होटलमा बस्ने मान्छेहरूले मात्रै पाउँछ नि त बाहिरबाट त्यो बाहिर बस्ने ऱ्यान्डम मान्छेहरू चाहिँ भित्र छिर्नु नसकोस् भनेर चाहिँ यो सिस्टम राखेर हुनुपर्छ मलाई जहाँसम्म लाग्छ सो यो अहिले हालिरहेको भ्लग चाहिँ अस्तिकै हो 1-1.5 हप्ता भइसक्यो अनि म चाहिँ त्यो यो भ्लग चाहिँ हाल्नु नहाल्नु एकदम सोचिरहेको थिएँ क्या बिकज यताउति भनेको छु नि त लाइक साथीहरू तर साथीहरू मेरो साथीहरू बुझ्छन् इट्स जस्ट कन्टेन्ट सो म मेरो साथीहरूलाई एउटा कुरा भन्न चाहन्छु भन्छ अब साथीको सम्बन्धमा चाहिँ लाइक सरी एन्ड थ्याङ्क यू भन्ने कुरा हुँदैन तर तिमीहरूको यो कुराले तिमीहरूलाई अलिकति चोट पर्छ र चित्त दुख्छ भने त्यसको लागि चाहिँ मनदेखि आम रियली भेरी भेरी सरी त्यो माया छ यार साथीहरू माया गर मलाई पनि मैले मात्रै गरेर भएन नि त होइन तिमीहरूले पनि गर्नु पऱ्यो तिमीहरूले पनि गर्नु पऱ्यो मलाई अनि पो हुन्छ त लाइक वान साइडेड हुँदैन नि त जस्तो सबजना लाइक सेयर एन्ड सब्सक्राइब द थिङ्स इ ब्लग्स यो ल बाई